दसैँ पनि आइसक्यो। जोस् रमाइलो हुन्छ योपालि, यसो सहरबाट केटाहरू पनि आउँछन्। खुसी नै छ, रमाइलो हुन्छ। त्यो हेर है त मरे नि स्वादले दसैँ आयो भनेर मचिन्छस् त साँड। मलाई त यो दसैँ आयो जस्तो पनि लागेको छैन। देशमा कतै शान्ति छैन, भाबियोल छ अवस्था। के दसैँ आयो त्यो हेर है त। देशमा शान्ति छैन अरे के भन्छ हौ बाबुजी पनि? किन शान्ति छैन? हाम्रो गाउँमा त धुधुडी शान्ति छ। त्यो हेर है त को शान्तिको कुरा गर्छ यो जैटिङ रे? त्यो तल शान्तिकी बुढी शान्ति, अनि परतिर भीमेकी छोरी शान्ति। क्या हेर है त शान्ति शान्ति नै शान्ति छ त गाउँमा यार। क्या हेर है त, क्या हेर है त। मैले त तल्ला गरे शान्ति, शान्तिकी बुढी शान्ति, भीमेकी छोरी शान्ति भन्या हो। देशमा विध्वंस छ, देशमा के छ अवस्था, कस्तो विध्वंस छ देशको स्थिति, त्यो पो शान्ति छैन भने त। त्यही भएर मलाई मात्रै होइन अहिले सारा नेपालीलाई चाहिँ दसैँ आएको जस्तो फिल नभएको हुनसक्छ। मनमा कस्तो पिर छ देशप्रतिको, त्यहाँ हेर त त्यो शान्ति पो भनिया त। दिन्छ यो गोबरलाई अनि ए त्यो जेनजीवाला आन्दोलन हो। देशमा अहिले कति अशान्ति छ हेर त। त्यो आन्दोलनमा झोला बोकेर स्कुल ड्रेस लगाएका ती कलिला विद्यार्थीहरू कसरी हत्या भयो। मेरो पनि यहाँ आन्दोलनमा टाउको फुटेर यहाँ भर्खर निको हुँदैछ भाइ। हो त्यही त आन्दोलन भनेको त। जेनजीहरूको आन्दोलन पछि चाहिँ एउटा क्रान्ति पछाडि चाहिँ मुलुकले अहिले पहिलो महिला प्रधानमन्त्री पाएको छ। युवाहरूले माग गरेको कुरा के छ र? देशमा शान्ति होस् होइन, सुव्यवस्था होस्, के अरे समृद्ध नेपाल, सुखी नेपालीको सपना पुरा होस्, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री होस्। राम्रा राम्रा त कुरा त मागेका छन् नि जनताहरूले, युवाहरूले होइन र? यी कुराहरूलाई जायज मागलाई चाहिँ सरकारले सम्बोधन गरेर के हुन्छ हो, यो कुरा बुझ्नुपर्छ। अहिले मैले त्यही कुरा गरेको होइन। तिमीहरू एक भएर उठ्नुपर्छ, हामी पनि साथ दिन्छौँ, बुझिस्? तँ त एउटा अहिले जेनजी युवा 20 वर्षको तँ त एउटा जेनजी आन्दोलनको एउटा मुख्य पात्र होस् त। हेर तर नि बाबु विद्यार्थी जेनजीहरूको आन्दोलनमा यो सरकारले युवामाथि गरेको दमन, नरसंहार र तानाशाह प्रविधिले किन गरेको होला? यो के यही नै हो सङ्घीय लोकतान्त्रिक गणतन्त्र? त्यहाँ हेर है त। अब खै के भन्ने, देशको राजनीति पाकेर गिलिपित्ती भएको त होला। के हुनु र अरू त? यो खासमा भन्नु पर्दाखेरि यो नरसंहार हुनुको पछाडि यी अहङ्कारी होइन, अहङ्कारले भरिएका घमण्डी अनि यी तानाशाही नेताहरूको चाहिँ हामीले जे गरे पनि हुन्छ भन्ने एउटा प्रवृत्तिले गर्दाखेरि चाहिँ आजको यो स्थिति आएको हो। यति युवाले ज्यान गुमाउनु परेको हो। देशको सम्पत्ति कति स्वाह भयो आन्दोलनकै कारणले भएको हो नि। यदि त्यो कुरालाई चाहिँ सामाजिक सञ्जाल बन्द गर्नु हुँदैन भनेर चाहिँ अगाडि नै सरकारले त्यो निर्णय के अरे गरेको थिएन भने यस्तो दिन आउँथ्यो? त्यही कारणले भएको हो, यी नेताहरूकै कारणले भएको हो। अब यस्तै भइराख्ने हो भने मुलुकमा परिवर्तन कसैले होला र बाबु? हेर है त मरिनी स्वादाले अब के गर्छ भन्दाखेरि यो अहिलेको अन्तरिम सरकारले चुनाव गराउँछ। चुनाव यिनीहरूले संसदीय चुनाव गराउन आँटिरहेछन्, तर खासमा गराउनु पर्ने भनेको चाहिँ प्रत्यक्ष कार्यकारीको चुनाव हो। यसलाई के गरेर हुन्छ, संशोधन गरेर अगाडि बढ्नुपर्छ। र चुनाव गरायो भने अब यी पुराना भ्रष्ट नेताका पार्टीहरूलाई छानिकन बढार्नुपर्छ, क्लियर गर्नुपर्छ। 1, 2, 3 भोटै दिनु हुँदैन, बहिष्कार गर्नुपर्छ। र राम्रा शक्तिहरूलाई चाहिँ नयाँ उदाउँदा शक्तिहरूलाई, युवाहरूलाई चाहिँ अगाडि बढाएर युवाहरूको नेतृत्वमा सरकार बनाउनुपर्छ। त्यति गरियो भने देशका सबै समस्याहरू हल्दै जान्छन् र बिस्तारी देशले के गर्छ, विकासमा फड्को मार्छ। त्यसरी विकास हुन्छ नि। नेतृत्वमा राम्रो मान्छे पुर्याउनु पर्यो। यिनीहरूले गर्दा देश बिग्रियो हो कि होइन? हेर है त मरेनी स्वादाले। अनि भाउ साँच्चै सुन न, यी राजनीतिक दलका नेताहरूले सबै फटा चोर गुन्डा मात्रै हुने हुन् र? त्यो हेर है त साँच्चै नै हो नि। योभन्दा अगाडिका नेताहरू त्यस्तै चोर फटा गुन्डाहरू थिएनन् भने अन्याय, अत्याचार, बेथिति, भ्रष्टाचार कसरी बढ्दै गयो? स्याउली जति पोली खाउली डाक्ली खेलाउली, सिद्धान्त जति कहाँ पोलेर खान्छन् अनि यत्राको हुन्छ बेरोजगार, भ्रष्टाचार। बेरोजगार अहिले कसरी फैलिरहेछ? बेरोजगार कति छ भन्ने कुरा त हेर है त। तैँले हिजो त्यो मेरो चेक चोरेर पर डाँडा लगाएर दिनभरि मेरो साइन मिलाइछस् त, त्यसरी थाहा भइहाल्छ। अनि मिलो साइन त हेर है त। तँ कति बेरोजगार छस् त्यो नि एउटा उदाहरण हो नि।
चेक त साइन गर्यो कि तर पैसै रहेन हो ब्याङ्कमा गएर यसो हेरियो कि त्यहाँ हेर त कहाँबाट हुन्छ त कमाउनु पर्यो आफै कमाउने हेर है भाउ अस्ति मैले तिमीलाई कतिचोटि भने दसैँमा लुगा किनिदेऊ भनेर आफूसँग सुक्को पैसा छैन अनि के गर्नु त त्यही चेकको साइन गर्नु त हो नि हो त्यो पनि रहेन पैसा त्यहाँ हेर है त त्यो एनसिएल र एनटिसीले के अरे जनतालाई कसरी के अरे प्याक दिन्छ भोइस प्याक पनि दिन्छ डाटा प्याक पनि दिन्छ लोन पनि दिन्छ त्यसै गरी सरकारले त्यो बरु डाटा प्याक भोइस प्याक नदिनु बरु के अरे युवाहरूलाई रोजगारी दिनु नि प्याक दिनै पर्दैन 80% चाहिँ बेरोजगारी युवाले लोन तान्छ त्यसको उल्टै हर्जाना तिर्नुपर्छ त्यो उल्टो सरकारले चाहिँ चुसिराखेको छ ए सरकार बरु प्याक नदे रोजगारी दे न भइगयो नि त्यहाँ हेर है त मरे नि स्वादाले तर नि भाउ अघि भनेको तिमीले नेपालको राजनीति थिलिपित्ती भएको छ यही भएर त नेपाली कमेडियनहरूलाई सजिलो भएको छ व्यङ्ग्य होइन व्यङ्ग्य हान्न त पाएका छन् राम्रो हो भने त केलाई व्यङ्ग्य हान्ने र होइन र ठुक्क तेरो बुद्धि त हेर है त बरु कलाकारले दैनिक मजदुरी गरेर खालान् होइन तर यो नेपालको राजनीति ठिक छ व्यङ्ग्य गर्न पाइया छ भनेर चाहिँ कहिले भनेका छैन हावा हावा कुरा गर्छस् त्यहाँ हेर है त देशको अवस्था राम्रो होस् भन्ने जसलाई पनि हुन्छ नि भनेपछि नि भाउ हाम्रो देशमा यस्तो नरसंहार मचाउने नेताहरूको छानबिन हुन्छ कि हुँदैन त हेर है त अब छानबिन हुनुपर्ने त हो नि के गर्नु अब उच्च स्तरीय छानबिन समिति गठन गरेर तत्कालै यिनीहरूलाई चाहिँ को यो घटनाको दोषी हो त्यसलाई कारबाही गरिहाल्नु पर्ने हो तर के गर्नु आफै तालु आफै ठालु जो चोर उसैको ठुलो स्वर भने जस्तो उनीहरूकै बिग्री बढ्न थालिसक्यो त हेर है त के गर्नु भनेपछि नि भाउ भुटिया नेताहरू जो छन् यिनीहरूलाई ठिङ्रा ठोक्ने उपाय राम्रो उत्तम उपाय चाहिँ के हो लु भन त हेर है त यी चुतिया नेताहरूलाई ठिङ्गुर्याउने सबैभन्दा उत्तम उपाय चाहिँ अब नेपाली जनताले बुझ्नु पर्ने गाठी कुरा के छ भने अबको आउने निर्वाचनमा यी भ्रष्ट नेताका पार्टीहरूलाई छानिकन 1 2 3 भोटै नदिने बहिष्कार गर्ने र राम्रा उम्मेदवारहरू नयाँ शक्तिहरू जो आउँछन् तिनीहरूलाई जिताएर पठाउने यदि फेरि नेपाली जनताले यो गल्ती गरेर यिनीलाई जिताएर चाहिँ त हेर है त माथि पठाउने भयो भने फेरि यिनै नेताहरूको हालिमुहाली हुन्छ यही तानाशाही प्रवृत्ति हुन्छ राणा शासन जस्तो हुन्छ नेपाली जनताहरू यी कुसंस्कारले भरिएका यी उँधो बगाएर उँभो खोज्नु पर्ने जस्ता नेताहरूको भनौँ न उनीहरूको त्यो प्रवृत्तिमा कहिले पनि सुधार आउँदैन जहिल्यै नेपाली जनताहरू दास भएर बस्नुपर्छ र सबैभन्दा उत्तम उपाय नै यही हो अबको चुनावमा यिनीहरू पार्टी र यी नेताहरूलाई यी कुसंस्कारले भरिएका यी भ्रष्ट पार्टीहरूलाई 1 2 3 घरको कसिङ्गर बढाएर जस्तो आँखामा पसेको कसिङ्गर बढाएर जस्तो बढार्नुपर्छ अनि मात्रै मुलुकले परिवर्तन गर्न सक्छ परिवर्तन हुन सक्छ यही हो उत्तम उपाय केटा त्यहाँ हेर है त मारे नि स्वादाले भनेपछि यी भ्रष्ट नेताका पार्टीहरूलाई गाउँ टोल सहर कुना काप्चा सबैतिरबाट हराउँ अभियान हामीले चलाउनुपर्छ अब लागौँ बाबु अब हामी एकजुट हुनुपर्छ यिनीहरूलाई हराउनुपर्छ त्यहाँ हेर है त कुरो एकदम ठिक गरिस् नि त यिनीहरूलाई हराउँ अभियान चलाउने यिनीहरूलाई बढार्ने सोत्तर बनाउने त्यहाँ हेर है त केटाले आज राम्रो कुरो गरेका उपलक्ष्यमा अब दसैँमा काटेका बोकाका रास खाने त एक्लै खडा जय देश त्यहाँ हेर त लागिहालौँ जय चन्द्र सूर्य अब जय चन्द्र लाग्ने जय चन्द्र हेर है त मारे नि स्वादाले लागौँ